आउँदैन अब ए खुट्टा दुखेर मालिस हुँदैछ अरे के छ अब आउँदैन Oh my God! My God! सुरु गर्नु अब एउटा एउटा सानो कचरा भित्र खाइदिनु अनि एउटा सानो चम्चा त्यसैबाट काटौँ न के त्यो कचरा आउँदै चार चोटि त अनि नियमै बसेको छ चार चोटि र चार आउने भएपछि झन् धेरै अब यहाँ आमा आमा लामा लामा जानलाई हेर्नु जानलाई नानी सुनिस् लोबाले यति भइदियो छोरा रिसाइसक्यो ह्याप्पी बर्थडे मेरो नि फेस्टेको टिका लगाइदे छोरी गई ह्याप्पी बर्थडे बाबाको है हातै खानु पर्ने गरी ल्याइहाल्यो जुटो त्यहाँ हाल्छु नि भने सबै तिम्रो जुटो भन्ने अर्काल दिने होइन खाइदियो कि ह्याप्पी बर्थडे बाबा भने खोइ सुनिएन हौ खोइ आवाज आएन आएको छ आवाज खोइ खुवाइदिएको त्यहाँसम्म चाहिँ आइपुग्नु पर्छ है जयसा आशिष के दिनु जयसा बहिनी राम्रोसँग पाल्नु हो न के हो यो दाम नगरिकन कुरा चाहिँ त्यही हो अहिले अहिले आएर त्यो सुजुक भन्ने भन न त्यो पनि एनिभर्सरी हो र बर्थडेको दिन ओ माई माई गॉड प्लान अनुसारै आएर चाहिँ केटाहरू ल साइडको मान्छेले सामान राखेको जनसरमै आउँदो पर्छ ल फेला परेछ सबै पलान बनाएर के छ कसलाई ए ठुलोबाबाले खोल्दैछ नि त अनि फेरि लगाइदिनु चाहिँ छोरी नि ठुलोबाबालाई माला लगाइदिन्छ अरे है
यो विशेष कार्यक्रमको लागि You want in plate? हुनुहुन्छ इङ्गेज हुनुहुन्छ सबैलाई धेरै धेरै धन्यवाद अब घटापट्टि केक हाल्ने हो कि ल, छोरीलाई पनि चाहिएको एउटा खाजा। to you खाता दिनु त यहाँ छैन भोलि चल्नु मिल्ने मलाई त चक्लेट आजै हो मामा छेउमा जान्छ प्लेट लिएर केक चाहियो यो हिसाबले दिनुपर्छ यो हिसाबले नगरी हुँदैन केक यो हिसाबले दिने होला होइन हजुर गिफ्ट के हो तपाईँ दाइलाई सही हो होइन, केक यो हिसाबले गिफ्ट के हो गिफ्ट दिनु पर्यो नि चक्लेट है चक्लेट एउटा चक्लेट चक्लेट रे ल है चक्लेट ध्रुव यता हेर त एउटा चक्लेट फुल भएको चाहिँ हाल्ने कि ल सिङ्गै ठुलो फुलको माला है ध्रुव ल ह्यापी बर्थडे कत्रो मालाले फुलको दाइ कत्रो सिङ्गै ठुलो सिङ्गै फुलको माला पृथ्वी जत्रो बेस्ट दाजु छोरीले चाहिएको आगे त्यसलाई एउटा म यस्तो अवस्थामा छु अहिले खोइ न केक धेरै खाने ल ल ल ओके नाइ आमै मुख होइन नि मेरो पाला हो नि होइन म दिन्छु दिनु ल ल भोलि चाहिँ मैले चाहिँ के खुवाउन पाइनँ भन्ने कोही हुनुहुन्छ भने आमै र होइन अहिले हल्ला गर्दैछ मैले ल यो दुईटा छोरीलाई केक है खाना बस्नु चक्लेट अनि चक्लेट पनि है भाउजू छोरी छोरी तेरो यो एसईको पार्टी हो रमेश कति बेर भयो मामा चक्लेट पनि थोरै थोरै राखिदिन्छ ल यो दुईटा बच्चालाई अब बर्थडे बोय नै लगाएको छैन हामीले अनि तिमीलाई दिएको हो कि के यो चक्लेट चाहिँ यही हेरिदिउँ कि केक मात्र बहिनी हो म यो सबै निकालेर दिन्छु ल ल माग्यालाई ल तिमीहरू बाँड खाने ल्याउ चेरी खाऊ त्यही भयो मन पर्दैन भाइ ए साथी चेरीको त नाम पो बनाइदिनु